हेलो एवं नमस्ते, स्वागत छ तपाईँलाई मेरो टेरेस गार्डनमा एउटा नयाँ भिडियो लिएर तपाईँहरू सामु आएको छ। आशा छ मन पराइदिनुहुन्छ होला। मैले भिडियो सुरु गरेँ यो ब्युटिफुल जिरेनियमहरूबाट। अब अहिले त जिरेनियमको सिजन सुरु भयो, सबैकोमा यसरी नै फुल्यो होला। तर मेरो चाहिँ अझै फुल ब्लुममा आएको छैन, बिस्तारै बिस्तारै फुल्दैछ। मैले चाहिँ रोज जिरेनियमहरू एकै ठाउँमा गर्दाखेरि यसरी यहाँको जुन चाहिँ वाइट डबल लोकल त्यो जिरेनियम त्यसलाई चाहिँ उताको साइडमा यसको ठाउँमा यसको ठाउँमा चाहिँ यो ल्याएको यसरी। अझै यिनीहरू फुल ब्लुममा आएको छैन। मैले चाहिँ यसलाई घुमाइदियो यो गमलालाई, फुलेको पार्ट उता पऱ्यो, नफुलेको अरे यता, र ठिकै छ। अब फेरि यता बिस्तारै यता पनि फुल्दैछ। कोपिला चाहिँ मजाले हालिरहेको छ यसरी। यिनीहरूमा चाहिँ कोपिलाहरू टन्नै टन्नै आइरहेको छ। यो सेतो मैले यहाँ ल्याएर राखिदिएँ। यसको माटो चाहिँ यसरी मोइस्ट राख्नु होला है। मोइस्ट भने फेरि जरै कुहिने होइन कि, हल्का हल्का यसरी माथि हेर्दा अलिअलि सुकेको जस्तो, तर मोइस्ट यसलाई चाहिँ एकदम मोइस्ट मनपर्छ कि। यदि हामीले यसलाई मोइस्ट राख्यो भने चाहिँ कोपिला धेरै आउँछ, फुल राम्रोसँग फक्रिन्छ। हेर्नुहोस् त कस्तो राम्रो फुलेको, बिहानदेखि बेलुकासम्म यहीँको बास छ यिनीहरूलाई हेर्दा हेर्दा। अनि यो चाहिँ टोटल भाइन मैले पोखराबाट फुपूको घरबाट ल्याएको थियो। अँधेरोमा मैले टिपेको त त्यो चाहिँ यो भेरिगेटेड हो नि त, सबै त्यो कालो कालो खालको पर्छ क्या टुप्पामा सानोहरू। यो दुईवटा रहेछ। अनि मैले यहाँ ल्याएर राखिदिएको त हुन् कि नहुन् भइरहेछ। तर अहिले चाहिँ अलिक ठाडो ठाडै भएको छ है। माथि थियो, मैले उखालेर फेरि यहाँ ल्याएर राखेको त हाल्दैन क्या, ठाडो ठाडो भएको छ। यो के ग्लक्सोनिया के हो, यो पनि उम्रिएछ यस्तरी। यस्तो राम्रो भएको छ है। अझै फुल ब्लुममा आएको छैन। फुल ब्लुममा चाहिँ एकदमै राम्रो हुन्छ। अब इम्पेसन पनि फुल्न सुरु भयो। इम्पेसन आजकल त बाह्रैकाल फुल्छ है। यस्तरी यो पिटोनिया पहिलो छ्याल फुलेर थाक्यो, अब दोस्रो। तर यसपालि चाहिँ मेरो हेभी फ्लावरिङ भएको छैन। अब हुन्छ कि सायद यिनीहरूमा चाहिँ भइरहेछ है। यो तिनवटामा चाहिँ मजाले भइरहेछ, यो दुईवटामा चाहिँ अझै भएको छैन। अब हुन्छ कि जस्तो चाहिँ कोपिला निकै हालेछ। मल हालौँ कि नहालौँ भइरहेछ कि यिनीहरूमा। लिक्विड फर्टिलाइजर दिइरहेको छु। धुलो मल चाहिँ राखौँ कि नराखौँ भइरहेछ। हेर्नुहोस् त यो इम्पेसन यस्तो दामी फुलेछ। यो माटोको गमलामा चाहिँ यिनीहरूको भिन्दै हुन्छ कि। माटोकोमा यस्तो राम्रो फुलेछ। फुल्न त प्लास्टिकमा पनि फुलेछ, तर माटोकोमा जस्तो चाहिँ हुँदैन। पानी यो त पानीको एकदमै उसाउनुपर्छ नि त यसलाई। अनि यो चाहिँ मैले आमाको लागि भनेर राखिदिएको सेतो बनाइदिएको, कस्तो हेल्दी भइरहेको छ। हेर्नुहोस् न, आमा चाहिँ सबै कलर पुगेछ, वाइट चाहिँ नपुगे रहेछ कि। कुहिए मैले त्यो उस गरेको सबै एकै ठाउँमा आयो, त्यो चाहिँ कुहिए रहेछ। यो सकुलेन्टहरू पनि यो मैले अस्ति एउटा सर्टमा हेरेको, यो चाहिँ यसरी यो फुलहरू फुल्न दियो भने चाहिँ यसरी अग्लो भएर जान्छ भनेर भन्नुभयो है। अब ठिकै छ, जराबाट यसरी आएको छ, कस्तो राम्रो आएको छ नि। अब यसलाई ठुलो गमलामा सिफ्ट, योभन्दा अलिक ठुलो गमलामा सिफ्ट गर्नुपर्ला। यस्तै यतातिर यो पेलार्गोनियमको त बहार आएछ। यस्तो यो कलरको यस्तो दामी फुलेछ, हेर्नुहोस् त। अझै यसको त फुल ब्लुम आउन बाँकी नै छ है। यो मदर प्लान्ट चाहिँ बिचरा अब कोपिला नै हाल्छ नि। अनि जो आए पनि कति राम्रो फुलेको भन्नुहुन्छ। अनि मैले सबैलाई गिफ्ट दिँदा यो त ठुटे भयो, झ्याम्मा थियो। हेर्नुहोस् त, सबैलाई दिँदा ठुटे भयो बिचरा। तर केही छैन, फलाइहाल्छ। त्यो चाहिँ मदर प्लान्ट हो। यसको छोरी चाहिँ यो हो कठिङ छोरी भनेको, मैले आमा छोरी भन्छु कि मैले। अनि यो चाहिँ यो आमा चाहिँ यस्तो भइरहेछ, छोरी चाहिँ राम्रो फुलेर छ यसरी। यसको चाहिँ अब बिस्तारै बहार आउँछ। यस्तो कस्तो राम्रो हेर्छ हेर्नुहोस् त। बिहानदेखि बेलुकासम्म मेरो बासै यही हुन्छ आजकल त। अनि यो हेर्नुहोस् न, आमा गने भनेको कति होला, 20-21वटा कतिवटा छ कि यसको। सबै गने भने पछाडिदेखि भने यस्तो मजाको भएको छ हेर्नुहोस् त। तर यो के भने बिस्तारै फुल्ने भएको, एकैचोटि झप्प फुल्ने हो। त्यो सबै गमलाई ढाक्दैन होइन, बिस्तारै बिस्तारै फुल्ने भएर यस्तै छ। यता बर्बिना पनि यो एउटै हो, मैले यसपालि ल्याएन। म जाने बेलामा त्यहाँ सकिसके रहेछ, पछि म गइनँ। यो एउटै थियो, यतिकै ठिकै छ। अनि यो रातो पनि
बल्ल आफ्नो असली रूप देखाउँदैछ। यस्तो राम्रो यिनीहरूलाई चाहिँ यस्तो गिलो राख्नुपर्छ कि फेरि त्यो उसलाई भन्दा यसरी माटो। अनि यो हेर्नुहोस् त यो महारानी यस्तो दामी कति ठुल्ठुलो छ कि यसको। यो चाहिँ आइभी हो है, यस्तो दामी हेर्नुहोस् न, यत्रो यत्रो छ कि फुल पनि। अनि माथि अर्को कलर गर्ने यहाँ चाहिँ रातो आइभी। अब त सायद मेरो यो पनि होया पनि फुल्छ कि जस्तो लाग्छ। यो साल फुल्यो भने चाहिँ 2 वर्ष भयो मैले यो लगाएको, सानो गमलामा छ है। अनि यहाँ फेरि इम्प्रेसन अब यस्तो राम्रो फेरि प्लास्टिकको गमलामा चाहिँ फुल्न त फुलेछ तर माटोको जस्तो पत्ताहरू हेल्दी नदेख्ने कि अहिले सानसानो। अनि यो स्टक चाहिँ मुसाले खाँदा यो रहेको 3-4 चोटि मुसाले खाँदा यो रहेको कस्तो राम्रो कलर रहेछ। अनि यहाँ अर्को इम्प्रेसन यो मल्टिपल कस्तो राम्रो। अब यसमा चाहिँ मैले मल हालेको छैन त्यही भएर त्यति हेल्दी भएको छैन कि, जरा छ त्यही भएर मल हाल्नु नि। त्यसमा चाहिँ लिक्विड फर्टिलाइजर मात्रै दिइरहेछ। अब धुलो मल पनि हाल्नु पर्ला। यस्तो राम्रो भएछ है। अहिले त यो सिजन भनेको त बाह्रै आउँछ कि फुलको, हेर्नुहोस् त। अनि यहाँ त इम्प्रेसन यो इम्प्रेसनहरूमा चाहिँ मैले जरा छ यसमा यो मैले उसको लागि राखेको हो नि त। अब यो नयाँ सिजनको लागि भने त्यही भएर जरा छ। मल हाल्ने नमिल्ने, मल हाल्यो भने जरा उस हुन्छ भन्ने डर। अनि यसको जरा खोताल्यो भने त कति छिटो मरिहाल्छ कि, त्यही भएर अब पटै गरौँ कि जस्तो पनि लागिरहेको छ। जरबेरा कोपिला भइरहेछ तल। यता अर्को इम्प्रेसन हेर्नुहोस् न, त्यो माटोकोमा पत्ता कस्तो राम्रो हुन्छ है, टिल टल्केको ठुल्ठुलो। तर यो प्लास्टिककोमा चाहिँ अलिक सानो अनि डल हुने कि पत्ताहरू। फुल्न त फुलेछ है, कति राम्रो फुलेछ। यता यो चाहिँ अस्ति खसी गयो है, हल्लियो। अब खै बिचरा भान्जीले दिनुभएको एकदम गाह्रो छ यसको कटिङ लाउन भन्नुभएको थियो। झन् त्यही माथि मैले यो गमलै खसाइदियो कि के गर्ने कस्तो गर्ने, मलाई खसेर सबै हल्लियो। कोपिला लगाइरहेको थिएँ हेर्नु न, पत्ताहरू पहेँलो हुँदैछ। यस्तो टेन्सन भइरहेछ मलाई त। यता फेरि यो जिरेनियम पिङ्क, यो आमा यो छोरी। यता सार्दैको आमा छोरी खुसी भएछ कि। यसलाई त एकदम त्यो घाम एकदमै चाहिन्छ नि, त्यही भएर यतातिर चाहिँ अलिक कम घाम पर्ने यो साइडमा चाहिँ। अनि मैले यसलाई चाहिँ बिचारै भयो भनेर यता सारेको त आमा छोरी दुवैजना ह्याप्पी यस्तो राम्रो हेर्नु। यहाँ ल्याउने बित्तिकै यसो मुहार कस्तो फेरिहाल्यो कि हेर्नुहोस् त। यो चाहिँ हाइब्रिड पिङ्क हो, यस्तो राम्रो फुल्छ है। बल्ल यो ल्याएर 2 वर्ष 1-1.5 वर्ष अब 2 वर्ष हुन लागिसक्यो, 1.5-2 वर्ष। यत्रो देखेको मैले फर्स्ट टाइम हो कि यसलाई। यत्रो थियो, यत्रोको 2-3 फुल्यो अनि फेरि 2 फुल्यो। अहिले चाहिँ यहाँ सारेको त मुहार फेरि यसको। अनि यो पनि हाइब्रिड। मैले यो कलर लाइट अरेन्ज भनेर ल्याएको। कोपिला हो यस्तै थियो, हेर्ने बेला त लाइटै देख्छ नि त। घर ल्याएको फेरि घरै भएको कलर छ, तर केही छैन, मेरो घर भएको चाहिँ लोकल हो। यो हाइब्रिड हो, यो मोचोमा फुल्ने। त्यस्तै गरी यता रातो जिरेनियम, मैले यहाँ चाहिँ त्यो रातोको टुप्पा चौडेर यहाँ ल्याइदिएको हेर्नु यस्तो मजाले। अहिले चाहिँ तपाईँहरूले जिरेनियमको कटिङ लगाउन सक्नुहुन्छ। अहिले चाहिँ यो चाहिँ एकदमै यसको लागि एकदम राम्रो समय हो कटिङ लगाउने। अनि यता यो डग फ्लावरहरू चाहिँ यसपालि चाहिँ राम्रो भयो नि, यिनीहरूलाई राख्ने ठाउँ ठिक नभएको के हो यस्तै छ है। अब यसलाई फेरि प्रुन गर्ने बेला भएको छ। यो स्विट पी यस्तो बास्ना मङ आउँछ है यसको। मैले चाहिँ यो सिडहरू बन्न दिइरहेको कि, जति फुल्छ फुलिरहेको छ अनि सिड बनिरहेको छ यसपालि चाहिँ भन्दा। अनि मैले यसलाई पिन्चिङ पनि गरिदिएँ। पिन्चिङ गरेको त अलिक झुप पनि हुन्थ्यो, अलि सानो पनि हुन्थ्यो होला। मैले त्यसै किनभने कति वर्षपछि मैले भेटेको नि त यसलाई माया लाएर। अनि यता अर्को जरबेरा यस्तो मजाले फुलेछ। अब बर्खामा त फेरि यो गाह्रो हुन्छ यसलाई बचाउन, त्यतिखेरसम्म चाहिँ यसलाई सेभ गर्नुपर्छ। यता पेन्टास पनि फुलेछ, पिङ्क रातो पनि फुल्न सुरु भएछ। अनि यो उस हेर्नुहोस् त, प्लान्टको नामहरू फुलको नामहरू किन यस्तो यादै आउँदैन। हिबिस्कस यस्तो राम्रो फुलेको नि यो 2टा। अब यो पनि फुल्नलाई बाँकी
तयार छ। अहिले चाहिँ अब न्यानो हुँदै आयो नि त्यो फुलमा अब यो पत्ताहरू चाहिँ पाउनु पर्ला। यसलाई चाहिँ मलाई प्रुनिङ गरिदिन मन लाग्थ्यो, कोपिलाहरू भएर कि गर्नै सकेन। प्रुनिङ गरेको भए कति राम्रो हुन्थ्यो। कोपिलादेखि चाहिँ लोभ लागिहाल्छ, गर्नै सकेन। अनि यो चाहिँ जुरेनियम, यो जुरेनियम चाहिँ एउटा यहाँ स्प्राउट भएको छ है। यो चाहिँ रोपेको 4थो दिनमा स्प्राउट भएको थियो। अरूको चाहिँ अत्तोपत्ती यता हुँदैछ है। यहीँ दिनदिनै यहाँ आउँदै हेर्दै अनि भङ्गेराले कोटाउँछ अनि टेन्सन पनि छ। स्प्राउट हुँदैछ है बिस्तारै। मेरो दिदीको चाहिँ सुरुमा 5वटा मात्रै निस्केको थियो, अहिले त 16वटा निस्किसक्यो कि बिस्तारै स्लोली। मेरो पनि यहाँ है, यहाँ यो चाहिँ 4th डेमा स्प्राउट भएको कि यो केवालाहरू चाहिँ यति छिटो स्प्राउट, अरू चाहिँ हुँदैछ बिस्तारै। अनि यो अरिका पाम कस्तो राम्रो भएको छ। अब यिनीहरूमा चाहिँ मल हाल्छ कि मेरो यो पर्मानेन्टहरूमा चाहिँ मैले मल हालेको छैन। मेरो इन्डोरहरूमा पनि यिनीहरूमा चाहिँ मजाले मल हाल्नुपर्छ। यो लालुपातेलाई पनि रिपोर्ट गर्नुपर्छ। यसको हार्ड प्रुनिङ गरेर हो कि कटिङ लगाइदिनुपर्छ, किनभने यो गमला ठिक नभएको कि हो, यो राम्रै भएन। यहाँ विन्का पनि हाँसिरहेको छ। यता यो हुन्छ, यो जेट प्लान्ट पनि अहिले पलाउन सुरु भएको छ है। अनि सेन्टर अफ एट्र्याक्सन यो ग्राउन्ड अर्किड यस्तो राम्रो फुलेछ। ओ माइ गड, यस्तो बुके जस्तै भएको छ। फुल अझै फुल ब्लुम भएको छैन यसको। यता अझै अरू अझै 4-5वटा स्टिक फुल्न बाँकी छ यसको। यस्तो राम्रो फुलेछ। यस्तै छ मेरो यो गार्डनको हालचाल अहिले। हस् त, यति भन्दै मेरो यो भिडियो यही एन्ड गर्न चाहे। So see you next video. Bye. Keep supporting, keep gardening.